कल्पना गर्नुहोस् एउटा हिमाली गाउँ। लगभग 700 वर्ष अगाडि त्यो हिमाली गाउँ। त्यहाँ कस्तो थियो होला, त्यहाँको बसोबास के थियो होला, त्यहाँको टेक्नोलोजी के थियो होलान्, हात हतियार कस्ता थिए होलान्, पक्कै पनि भाला बाँड तीर यस्तै त थिए होलान्। तर अब सोच्नुहोस्, कसैले त्यस गाउँमा बन्दुक भित्रायो, त्यहाँको वातावरण कस्तो भयो होला त अब। यदि काठमाडौँको बीचमा कसैले न्युक्लियर वेपन ल्याएर राख्यो भने कस्तो होला त। पक्कै पनि त्यसमा पुरै कोलाहल छाउनेछ। सायद त्यस समयमा त्यस गाउँमा यस्तै भयो होला। म कुरा गर्दैछु उपन्यास हिउँको गीतको। कुनै सन्तानले आफ्नो बाउको मासु खान्छ। यो सुन्दा तपाईलाई कस्तो भयो? के सोच्नुभयो? दिमागमा के आयो? किन खायो होला त? के त्यो सन्तान राक्षस थियो या अरू केही? बक्सी मन्त्र जादु यथार्थले भरिएको यो उपन्यास पढेपछि एउटा कुरा चाहिँ मलाई गजब लाग्यो। त्यो हो लेखक तीर्थ गुरुङको कल्पना शक्ति। कसरी सोचेको होला यस उपन्यासको कथा, कसरी बुनेको होला हरेक पात्रलाई यस उपन्यासका कथामा। यदि यो कथा हलिउडमा हुने थियो भने पक्कै पनि गेम अफ थ्रोन्स भाइकिङ जस्ता सिरिज बन्ने थिए। एकचोटि पढेर त मलाई यो उपन्यास चित्तै बुझेन, त्यसैले फेरि पढ्न सुरु गरिरहेको छु। तपाईहरू कतिजनाले पढिसक्नुभयो?